अहिले मल निक्लिन्छ पानी पानी परेर आजको पञ्चौलीलाई यस्तो समस्या भइरहेछ। एकदमै मौसम बिग्रिएछ। मौसम बिग्रेर आजको पञ्चौली पूजालाई धेरै गाह्रो भइरहेछ। यहाँ पाहुनाहरूलाई खानपिन गराउनको लागि यो हाम्रो तम्मे त्रिवेणी हो, लोअर अरुणको के भन्दाखेरि अब यो ड्याम साइड हो। यहाँ चाहिँ हाम्रो पञ्चौली पूजा गर्ने परापूर्व कालदेखिको चलन हो। यहाँ चाहिँ आज पनि पञ्चौली भइरहेछ। आज चैत 7 गते हो। यहाँ चाहिँ एकदमै मौसम बिग्रिएछ। हेर्नुहोस् यसरी चाहिँ यहाँ निमतलहरू प्राय छाता ओढेर चाहिँ यहाँ सहभागी भइरहनु भएको छ।